आज हामी एउटा यस्तो कृषि उपकरणको बारेमा अलिकति गहिरो छलफल गर्दैछौँ जसले खै किसानको धेरै झन्झट हटाइदिन सक्छ भनिन्छ। कुन उपकरणको कुरा गर्दै हुनुहुन्छ? यो के अरे रोटरी डिस्क ह्यारो। अ, यसले खेत तयार गर्ने लगभग सबै काम एकै पटकमा गर्छ रे। सबै काम एकै पटकमा? हो, मतलब माटो जोत्ने, डल्ला फुटाउने, अनि त्यो पहिलेको बालीको अवशेषहरू मिलाउने, अनि बिउ छर्नका लागि खेत सम्याउने समेत। यो उपकरणले कृषिमा एक पटकमा काम सक्ने अर्थात् सिंगल पास टिलेजको जुन अवधारणा छ त्यसलाई वास्तविकतामा बदल्छ। सामान्यतया 3-4 पटक जोत्नुपर्ने खेत एकैचोटि तयार हुनु भनेको अब ट्र्याक्टरको दबाव माटोमा कम पर्नु हो नि। हो, त्यो त हो। यसले माटोलाई कडा हुनबाट जोगाउँछ, जसको सोझो फाइदा माटोको स्वास्थ्य र दीर्घकालीन उत्पादकतामा पुग्छ। यो त साँच्चै महत्त्वपूर्ण कुरा भयो। कुरा यसको डिस्कको डिजाइनमा छ। यी सामान्य सोझा डिस्क होइनन्। यिनीहरूको कोण र त्यो घुमाउरोपनलाई यसरी मिलाइएको हुन्छ कि यसले माटोलाई सिर्फ काट्ने मात्र होइन, पल्टाएर राम्ररी मिसाउँछ पनि। पल्टाउँछ पनि हो। अनि त्यो प्रक्रियामा झारपात र अघिल्लो बालीको अवशेष माटोमुनि दबिन्छ र कुहिएर मलको काम गर्छ। भनेपछि त झन फाइदा भयो। हो नि। अनि त्यसको बलियो फ्रेमले गर्दा कडा माटोमा पनि आवश्यक गहिराईसम्म पुग्न सक्छ। माथिल्लो सतह मात्र होइन, भित्री तहसम्मै माटो खुकुलो हुन्छ। यसको काम गर्ने तरिका त साँच्चै प्रभावशाली रहेछ। मैले एउटा यस्तो कुरा भेटेँ जसले मलाई सबैभन्दा बढी चकित बनायो। के रहेछ? त्यो हो यसको डिस्कमा दिएको जीवनभरको ग्यारेन्टी। यदि डिस्क भाँचियो वा बाङ्गियो भने निशुल्क फेरिदिने प्रतिबद्धता हो। र यो नै यस उपकरणको सायद सबैभन्दा बलियो पक्ष हो। हो र? हो। कृषि उपकरण जुन दिनरात माटो, ढुङ्गा, पानीसँग जुधिरहन्छ, त्यसमा यस्तो ग्यारेन्टी दिनु सामान्य कुरा होइन। डिस्क नै त्यो भाग हो जसले सबभन्दा बढी घर्षण, दबाव र क्षति बेहोर्छ। जब कुनै कम्पनीले आफ्नो उत्पादनको सबभन्दा संवेदनशील र महत्त्वपूर्ण हिस्सामा आजीवन ग्यारेन्टी दिने आँट गर्छ, यसले के देखाउँछ भने उनीहरू आफ्नो इन्जिनियरिङ र प्रयोग गरिएको धातुको गुणस्तरमा ढुक्क छन्। यो केवल एउटा पार्टको ग्यारेन्टी होइन, यो समग्र उत्पादनको टिकाउपनप्रतिको आत्मविश्वासको घोषणा हो। हो, तपाईको कुराले यो ग्यारेन्टीको महत्त्वलाई अझै स्पष्ट पार्यो। किसानको लागि त यो जोखिमरहित लगानीको सङ्केत भयो नि। ठीक हो। रोटरी डिस्क ह्यारो समय र श्रम बचाउने उपकरण मात्र होइन रहेछ। होइन, यसले सिंगल पास टेलेज मार्फत माटोको स्वास्थ्यलाई पनि ध्यान दिन्छ र यसको सबैभन्दा बलियो पक्ष भनेको डिस्कमा दिएको आजीवन ग्यारेन्टी हो। जसले यसलाई एक भरपर्दो लगानी बनाउँछ। एकदम।